कोसेली ल्याइदिएको छु भाइ ल यो कोसेली ल्याइदिएको छु अलिक निक्लिनु मानेन यहाँनिर एप्पल अनार अनि उयो के अरे मौसमी छ पर्सनल तर्फबाट यति भए पनि भाइलाई दबाई सबै खाँदै गर्नु ल 1000 रुपियाँ चाहिँ मेरो तर्फबाट भाइ नमस्ते सबैजनालाई है यो हेर्नुहोस् यो चाहिँ हाम्रो जो बिमारी छ उहाँको घर हो है यति माया लाग्दो छ नमस्ते सबैजनालाई र आज म यहाँनिर तपाईँको कालिम्पोङको यो के पो है तनेक बस्तीमा म आएको छु म किन आएँ भने आज यहाँनिर हाम्रो भाइ नवीन छेत्री अनि उहाँ बिमारी हुनुहुन्छ उहाँको एउटा बिमारी होइन धेरै बिमारीले उहाँलाई सताइरहेको छ र उहाँले मलाई अनि सलिनाजीलाई एउटा रिक्वेस्ट गर्नु भएको थियो है आइदिनुहोस् दादा यस्तो भएको छ बिमार भनेको हुनाले चाहिँ हुन त अस्ति नै भन्नुभएको तर अब टाइम नपाउँदा चाहिँ आज म टाइम निकालेर आएको छु भाइकोमा है अब भाइसँगै म केही कुरा गर्छु भाइको चाहिँ एक्चुअल के भएको रहेछ के कारण हो भन्ने कुरा चाहिँ भाइसँग म कुरा गर्छु है भाइ नमस्ते भाइ सुतेरै गर्नु सक्दैन सुते र आज चाहिँ यहाँ तपाईँले मलाई बोलाउनु भयो है यहाँ मलाई बोलाउनुभन्दा अगाडि चाहिँ अरू कसैलाई बोलाउनु भएको थियो हजुर बोलाए थुप्रोलाई बोलाएको कोही आइदियो आउनु भएन अनि योभन्दा अगाडि कसैले तपाईँको भिडियो गरेर हाल्नु भएको थियो कि कता मैले भनेको थिएँ त्यहाँ अमित दा सिलगढी सुबुकको हजुर अमित दाले हालिदिनु भएको थियो एउटा भिडियो बनाउनु भनेर कति भयो त्यो हालेको 1 हप्ता जस्तो भयो मलाई भन्नु अगाडि या मलाई बादमा उहाँले हाल्नु भएको तपाईँलाई भनिसकेको थिएँ मैले अब तपाईँ आउनु ढिलो भयो मैले अन्त दाले हालिदिनु अनि त्यहाँदेखि केही सहयोग आयो भाइ त्यहाँबाट अलिअलि आयो 1000 जस्तो 1000 जस्तो चाहिँ आएको छ ओके अनि उहाँले केही आफ्नो तर्फबाट कन्ट्रिब्युट गरिदियो तपाईँलाई अमित दाले आफ्नोबाट त गरिदिएको छैन है ओके ठिकै छ अनि तपाईँको चाहिँ यो चाहिँ कति भयो तपाईँ यहाँ बेडमा लड्नु भएको चाहिँ 8-9 महिना भयो 8-9 महिना भयो है अनि तपाईँ के मतलब जब चाहिँ के गर्नुहुन्थ्यो तपाईँ जब त म गाडी पनि कुदाउँछु अब गाडी नकुदाउँदाखेरि यो लेबर कामहरू अनि यो 8-9 महिना तपाईँ यसरी लड्नु भएको छ अनि यहाँ अहिले चाहिँ कसरी घर चलाउनु हुँदैछ तपाईँले अब यहाँ सबैले हेर्नु हुँदैछ यसो तपाईँको है बुझ्नु पर्यो हजुर अब यो के भन्नु अब अलिअलि भएको पैसा पनि अब डक्टर देखाउँदै सक्यो यो घर त यताउता आमा बाबाले घरि चामलहरू ल्याइदिनुहुन्छ के तेलहरू यताउताबाट ल्याइदिनुहुन्छ त्यसले खाँदै बसिरहेको छु अनि घरमा चाहिँ को हुनुहुन्छ घरमा आमा बाबा हुनुहुन्छ अब छुटेर बसेको छु म त अब आमा बाबा चाहिँ कति एजको हुनुहुन्छ या 80 वर्ष जस्तो बाबा हुनुहुन्छ 70 वर्ष 73 आमा हुनुहुन्छ मतलब यसको मतलब सबै यहाँ हेर्ने नै तपाईँ नै हो होला सायद हैन घरको मै हो अब सबै देखरेख गर्ने तपाईँ नै थन्किनु भयो त्यही भएर साह्रो पऱ्यो है तपाईँलाई के अरे डक्टरहरू चाहिँ पुरा देखाउनु भयो के भन्नुभयो डक्टर पनि मैले 9-10 जना देखाइसकेँ डक्टरहरू यहाँ कालिम्पोङको त सबै देखाइसकेँ डक्टर अनि सिलगढीतिर पनि सिलगढी पनि प्राइभेट डक्टर चाहिँ देखाएको छु अब सिलगढी हस्पिटल बस्नु भन्नुहुँदै थियो अब हस्पिटल बस्नुको लागि मेरोमा पैसा छैन त्यसले गर्दाखेरि सकेको छुइनँ अन्त अहिले चाहिँ के प्रब्लम हुँदैछ बिमारी चाहिँ भनिदिनुहोस् अहिले त मलाई साह्रो पार्छ नि यस्तो साइडहरू डल्लै दुख्छ हजुर त्यहाँबाट तपाईँको भोक लाग्दैन भोक लाग्नु चाहिँ अब तपाईँको 5-6 महिना भयो भोक लाग्नु छोडेको के खानुहुँदैछ अहिले खोले खान्छु अन्त हिँड्नु सिन्नु टोइलेट सोइलेट कस्तो टोइलेट अब मेरो बुढीले लानुहुन्छ अलिअलि ओके तपाईँको भनेपछि यो चाहिँ तपाईँको रिपोर्ट है हजुर यहाँ हेर्नुहोस् है सबैजनाले दर्शकहरूले यति बेसी रिपोर्ट छ उहाँको यति बिमार चाहिँ एउटा बिमार होइन नि उहाँको चाहिँ धेरै बिमार हुनुहुँदैछ यी पुरै हस्पिटल पुरै डक्टरलाई देखाइसक्नु भएको छ त्यो म सबै तपाईँलाई एक एउटा त गरेर देखाउन सक्दिनँ हो यसरी म देखाउँदैछु आजै छ त्यो रिपोर्ट भाइको त्यहाँनिर त्यो मैले ननिकाल्नु भनेको छु किनभने बेसी छ बिचरा रिपोर्ट चाहिँ अब धेरै डक्टरलाई देखाइसक्नु भएको छ है हेर्नुहोस् है अनि तपाईँहरूलाई पनि म एउटै रिक्वेस्ट गर्छु है यो भिडियो हेरेर तपाईँले जति सक्दो 1 रुपियाँ 2 रुपियाँ 5 रुपियाँ जति उहाँ भाइलाई सहयोग गरिदिनुहोस् किनभने भाइ एक्लै हुनुहुँदो रहेछ यहाँ कमाएर यता खुवाउने वाइफलाई बाबा आमालाई है त्यो गर्दाखेरि तपाईँ जति सक्दो भाइलाई सपोर्ट गरिदिनुहोस् हेल्प गरिदिनुहोस् र तपाईँले पैसा रुपियाँले सपोर्ट हेल्प गर्न सकेन भने एउटा भिडियो
यो एउटा सेयर गरिदिनुहोस् ताकि यो एउटा सेयरले एउटा कोही मनकारी मनसम्म यो भिडियो पुगोस् र भाइलाई केही सहयोग पुगोस् भनेर म यो भन्न चाहन्छु। र भाइ अनि के भन्न चाहनुहुन्छ तपाईँले यसो दर्शकलाई एक दुई शब्द भनिदिनु। नमस्ते हजुरहरूलाई, अब मलाई जति सक्नुहुन्छ त्यति तपाईँहरूले सहयोग गरिदिनु भयो भने म डक्टर देखाउन सक्छु होला भन्ने आशा राखेर र भोलिको दिनमा अलिकति उठेर फेरि पनि कमाएर है घर चलाउन सकोस् होइन। त्यही हो भाइको चाहिँ त्यही भन्दैछ है, एउटा म उठेर चाहिँ फेरि कमाएर म मेरो वाइफ अनि बाबा आमालाई म हेर्नु सकौँ भन्ने चाहिँ भाइको इच्छा त्यही छ। र तपाईँले प्लिज म यो हेल्प माग्न चाहन्छु, तपाईँलाई 2 हात जोडेर म हेल्प माग्दैछु है भाइको लागि। तपाईँले जति सक्दो 1 रुपियाँ 2 रुपियाँ प्लिज तपाईँले जति सक्दो भाइको लागि हेल्प गरिदिनुहोस्। र भाइलाई हामीले छिटोभन्दा छिटो एउटा हिँड्ने बनाउनु पर्छ है, किनभने भाइको जिम्मेवारी धेरै रहेछ है त्यो भएर ल। अनि भाइलाई मैले अलिकति अब दाजुको तर्फबाट अलिकति यो कोसेली ल्याइदिएको छु भाइ ल। यो कोसेली ल्याइदिएको छु, अलिकति सुजु पक्दिनु त भाइ, निक्लिनु मानेन। यहाँनिर एप्पल अनार अनि उयो के अरे मौसमी छ खानु ल। अब यो चाहिँ खाँदा अलिक डाइजेस्ट हुन्छ होला हो, भातभन्दा बरु यो खानु हो, यो खाँदै गर्नु। अनि अब हेर्छु म 15-20 दिन पर्खिन्छु है। अन्त अलिकति जति हेल्प उठ्यो भने म लिएर आउँछु, या त भाइको म क्युआर कोड यहाँ राखिदिन्छु हो, एकाउन्ट नम्बर राखिदिन्छु, भाइकोमा पनि डाइरेक्ट आयो भने भइहाल्छ। मलाई त्यो इन्फर्मेसन चाहिँ दिनु है यति आएको छ भनेर है, किनभने त्यो मैले एउटा उयो राख्नुपर्छ के अरे रेकर्ड राख्नुपर्छ मैले हो। अन्त भाइकोमा आयो भने मलाई भनिहाल्नु। अन्त मेरोमा जति आउँछ म फेरि 15-20 दिन बाद उठेको पैसा म लिएर आउँछु, भाइलाई अवश्य नै लिएर आउँछु ल। मलाई आशा छ दर्शकहरूले तपाईँको लागि साँच्चै गर्छ भनेर। र किनभने एउटा भन्छ नि सेवा गर्ने हात भन्छ नि, सेवा गर्ने हात चाहिँ कहिले पनि कमी हुँदैन भन्छ नि, त्यही हो होइन। मैले त्यही आशा गरेको छु सबैसँग। र भाइलाई अब मेरो तर्फबाट पर्सनल तर्फबाट चाहिँ भाइलाई म बेसी त दिनु सक्दिनँ भाइ हो। अब एउटा मेरो पर्सनल तर्फबाट यति भए पनि भाइलाई दबाई सबै खाँदै गर्नु ल। 1000 रुपियाँ चाहिँ मेरो तर्फबाट भाइ हो, दबाई सबै खाँदै गर्नु। अनि अब हेरौँ कति के उठ्छ, म लिएर आउँछु। भाइको पनि म अहिले क्युआर कोड लगेर जान्छु, एकाउन्ट नम्बर लगेर जान्छु, म यहाँ राखिदिइराख्छु हो। अन्त कस्तो के हुन्छ हेरौँ न है भाइ। पनि कालिम्पोङको कोहीले केही हजुर थुप्रोलाई मागे, मैले भने त्यो संस्थाहरूलाई भन्दाखेरि क्यान्सर किडनी फेल त्यस्तोहरू भएको हो भने मात्रै हेल्प हुन्छ, यस्तो बिमारी नर्मल बिमारमा त हेल्प हुँदैन अन्त भन्नुभयो नि त। कसले चाहिँ यस्तो भन्यो होइन, अचम्म हो त। यहाँ माथि हुनुहुन्छ नि कालिम्पोङकै दिदीहरू हुनुहुन्छ नि, ए उहाँले चाहिँ त्यसो भन्यो। अन्त यो चाहिँ कसरी नर्मल बिमार, यो त एउटा बेडमा तपाईँ सुतिराख्नु भएको छ 8-10 महिना भएन 1 सालै भयो। अन्त यो पनि त एउटा मेजर हो नि त होइन। अब मैले रिपोर्टहरू पठाउनु भन्नुभएको, रिपोर्टहरू पठाउनु भयो, हेर्नु। अनि अरू के छ भाइको बेकिङ सेकिङ कोही? अब मेरो फेमिलीहरू पनि अब त्यस्तो हुने खाने छैन, अब त्यसले गर्दाखेरि मलाई हेल्प गर्नु सक्नु भएको छैन। आमा बाबा पनि बुढाबुढी हुनुहुन्छ, बाबा 80 वर्ष जस्तो हुनुहुन्छ, आमा 75 जस्तो हुनुहुन्छ। त्यसले गर्दा आमा बाबालाई पनि भन्नु सक्दिनँ। कसैको सर्भिस पनि छैन आमा बाबाकै, त्यही बारीतिरै खेतीबारी नै काम गरेर खानुहुन्छ। त्यसले गर्दाखेरि हस्पिटल लगेर राखिदिनु पनि सक्नु भएको छैन। दिदीहरूको अवस्था पनि त्यस्तै छ, अब त्यस्तो हुने खाने त्यस्तो खाले छैन, अब दुःखै छ। त्यसले गर्दाखेरि हेर्नु सकेको छैन। अनि त्यो जुन डक्टरहरू तपाईँले अस्ति कति देखाउँथ्यो, पैसा चाहिँ कसरी म्यानेज गर्नुभयो कि? अब अलिअलि थियो मेरोमा पनि, अन्त अलिअलि बुढीको सुनहरू बेचेर त्यसले देखाएँ। अलिअलि सेभिङ पैसा भएको पनि सक्यो, डल्लै सक्यो। कतिजना चाहिँ देखाएन, अब कालिम्पोङको डक्टर त डल्लै सकिसके, सिलगढीको पनि 3-4 वटा देखाइसकेँ प्राइभेट डक्टर चाहिँ। अब हस्पिटल बस्नुको लागि त अब खर्च ज्यादै लाग्दो रहेछ, हस्पिटल पनि बस्नुको लागि ट्राई गरेँ मैले। 50-60 हजारसम्म भयो भने त बस्नु पऱ्यो यताउता गरेर भनेर सोचेको थिएँ। 50-60 हजारले त केही त हुँदैन रहेछ सिलगढीको हस्पिटलमा त। तपाईँको हस्पिटलको 1 दिन बस्नु पऱ्यो भने 2000-2500 3000 भन्छ हस्पिटल सिलगढीमा। त्यसले गर्दाखेरि सकेकै छैन। सबैजनालाई थ्याङ्क यू सो मच। हुन्छ भाइ, धन्यवाद।